हेलो एभ्रिवान सबैजनालाई गुड मर्निङ है। अहिले चाहिँ बिहानै हो, वेदर चाहिँ यस्तो रहेको छ, यस्तो पुरा क्लाउडी एकदम हुस्से लागिरहेको छ। आज चाहिँ म ढिलो पनि उठेँ हो, लगभग 8 बजीतिर मात्रै उठे भयो होला, किनभने हिजो पूजा थियो नि त। पूजामा अलि राति सुते भयो। पूजा मात्रै नभएर म सधैँ पनि मेरो चाहिँ बानी कस्तो छ भन्दाखेरि उठ्ने बानी चाहिँ एकदम ढिलो उठ्ने बानी छ क्या। अनि कस्तो अघि बिहानै उठ्ने बित्तिकै बाहिर निस्कियो, कस्तो हुस्से लागिरहेको थियो क्या कि चाहिँ। चिया पाकिरहेको छौ हुन् यस्तो जाडो हुन्छ त। बिचरै कुखुरालाई पनि जाडो भएछ, तातै बसिरहेछ। यस्तो छ केटाकेटीहरू हेरे उठेर मैले दाँत पनि मोलेको छैन हो, पुरा बनिरहेको। कति बजिसक्यो? 9 बजिसक्यो, त्यो पनि पानी आइराखेको छ। यसले पनि खेदेर यो चाहिँ बोजूहरू पनि आउनुभएको छ हो। हिजो मासु मारेको थियौँ नि त, हिजो त्यही भएर आइराख्नु मक अघि लानुभयो मम्मी? ए अघि ल्याउनु भएको मक? ल अब हामी चिया खाने। चियाले अघि खायो? चिया खाने कि नखाने? है मेरो चिया, मेलो चिया। हिजो भर्खरै हिजो राति चाहिँ तरै पूजा गऱ्यो हो, अनि त्यही भएर हिजो राति सुँगुर पनि मारेको थियो नि त, त्यही भएर मासु एकदम धेरै। आज त मासु नै मासु साथीहरू, एकदम मासु नै मासु। अनि त्यसपछि काका बोजूहरूले पनि बोलाउनु भएको रहेछ बिहानै। अनि यो चाहिँ क्यामेरा पुरा के रहेछ भनेर पुरा उयो खेलाउन जस्तो लाग्यो क्या हो। खेलाउन जस्तो लागेको छ कि पुरा माग्दैछ हौ यसले, कस्तो रहेछ हौ। अब कहाँ जानुपर्ने हो थाहा छैन, अब आफ्नो आफ्नो ड्युटीतिर लाग्नुपर्ने हुन्छ साथीहरू। पुरा कुखुराहरू पनि रहेछ हो, अनि यता केटाकेटीहरू हेर न खाएर खाएको। के गर्नुपर्ने हो म चाहिँ सोध्नु गएँ है त मम्मीलाई। काम त गर्नु पर्यो नि त होइन, काम गर्नु आएको पो हो त, थोरै नहलिन आएको हो र। आजको ड्युटी के अरे मम्मी? आजको ड्युटी घाँस काट्नुपर्ने होला साइरा दाइले। घाँस काट्नु लागि ल, म खाएँ ल भने जस्तो म घाँस काट्नु गएँ ल। हिजो लगभग कति 9-10 बजी सुतिएको थियो होला, आज उठे पनि ढिलो भयो। सो त्यही छ। हिजो चाहिँ यहाँबाट सुँगुरहरू पनि हेर्नु न, यहाँ एउटा छ हो, बच्चाहरू पनि यहीँ सुतिरहेको छ। अनि यता पनि उही फेरि
माउ सँगसँगै बच्चाहरू पनि अनि यहाँ हेर्नु माउहरू कति धेरै छ क्या यस्तो धेरै छ सुँगुरहरू चाहिँ फेरि अनि यहाँ चाहिँ हाम्रो बाख्रीहरू छ हो अनि त्यसपछि म यहाँ नजिकै घाँस पनि काट्न जाँदैछु यहाँको घाँस चाहिँ खासै छैन रहेछ कि बारीमा चाहिँ अन्त त्यही पनि अब काट्नु पर्ने नै हुन्छ हो अनि चाहिँ म बारीमा आइसकेको छु हो हाम्रो बारी चाहिँ यस्तो छ देख्न सक्नुहुन्छ दर्शकवृन्द अरे दर्शकवृन्द कहाँबाट आज दर्शकवृन्द भने यार दिमागमा आयो भने यस्तो छ घाँसै छैन अब यस्तो घाँसबाट कसरी भारी पुर्याउनु अब भारी पुर्याएर भारी नै चाहिँ बोक्नु पर्दैन यहाँ नजिकै छ हो अनि यहाँ काट्यो यहाँदेखि सर्लक्कै काट्यो सर्लक्कै सजिलै छ सजिलो त हेरौँ अझै घाँस काटिसक्यो हो यहाँ देख्न सक्नुहुन्छ यहाँ कति मुठोमा काटिसक्यो मैले धेरै नै काटिसकेको छु हो भारी पुग्ने गरी नै दरै काटेको छु हो अब यसलाई चाहिँ अब यसरी बोकेर यसरी छ नि त यहीँ छ नि त कोठै त्यही भएर म टाढो भएको भए चाहिँ मैले बोकेरै लान्थेँ हो नजिक भएको कारणले चाहिँ मैले चाहिँ यसरी फालिदिएँ only 2 lemons पुरा हेरिरहेछ हौ भोक लागेको रहेछ यिनीहरूलाई चाहिँ एक मुठा हाल्नु न त भोक लाग्यो तिमीहरूलाई ल ल खाऊ अस्ति आउँदा एकदम सानो थियो कि अहिले त एकदम ठुलो भइसकेको रहेछ यिनीहरू पनि हो लाठी पुगिसकेको रहेछ अस्ति सानो हुँदै ल्याउनु भएको यस्तो ठुलो भइरहेको छ गएँ ल बिहानको ड्युटी सकाएँ ल म चाहिँ गएँ यहाँ चाहिँ यस्तो छ बाटो यो चाहिँ पहिला कस्तो झुप्पो बाँस थियो कि यत्रो ठुलो यो बाँस चाहिँ ढलेर चाहिँ यस्तो भइरहेछ चाहिँ खप्लक्कै ढलेको क्या के भएर बाँसको पुरा त्यो झुप्पो नै एकदम ढलेको क्या के अचम्म गरी ढलेको छ चिया बनाइसकिस् यताले चाहिँ घाँस पनि काटिसकेँ अनि घर पनि आइसकेँ अनि केटाले पनि भेटिसकेँ हिलो छ चिया बनाइदिस् यत्तेरी कडा मेरो बहिनी कस्तो बनाइस् है चिया धेरै चिनी धेरै हालिस ल चिया खाने हो चिया खाने अब के खै मकमम यसले त मकमा दिनुपर्छ ल चिया खाने अरे हो डोन मान्छेले पनि चिया खाने अरे हो डोन मान्छेले नो ब्रो कडा बनाएछ चिनी चाहिँ बढी हालेछ तर ठिकै बनाएछ बुझारी दाइ पनि आइसक्नु भएको रहेछ जुन हिजो पूजा गरेको थियौँ त्यो पूजामा चाहिँ यताउता नगरिकन फर्किनु भएछ क्या थाहा नपाइकन कतिखेर त्यो क्यामेरा त कस्तो निस्किरहेको भने म चाहिँ हात खुट्टा धोएको ल हाम्रो गाउँमा त साथीहरू पुरा पानी परेकै छ हौ हिजो आज चाहिँ तपाईँहरूको गाउँतिर कस्तो छ हाम्रो गाउँतिर चाहिँ पानी परेको छ है परेकै छ खेदाएको मलाई Why are you following? Why are you following? Okay.
यहाँ चाहिँ सुँगुरको आन्दा छ हौ अनि सुँगुरको मासुहरू पनि छ यसले म यसले खेदाएको खेदाकै गरेर हेर्नु न खत्म बाय बाय टाटा गुड बाय ये कैसे हो गया खोइ त रुको अहिले चाहिँ रुनु रुनु त लु ओए गरेर रुनु अहिलेको जस्तो नाटकै ज्यादा